वाउ हेलो अनि नमस्ते सबैजनामा स्वागत छ हजुरहरूलाई हाम्रो भ्लगमा। आज चाहिँ हामी जाँदैछौँ उतै नजिकै हामी जाने चाहिँ धेरै टाढा होइन, हाम्रो त्यहाँ पसल जाने काम छ कि दुध लिन, हामी चाहिँ दुध लिन जाने हो। जडो भयो, राति भइसक्यो होइन। त्यहाँ कस्तो हाम्रो त्यहाँ रुमबाट ठ्याक्कै निस्किँदै कति राम्रो चन्द्रमा देखेको म देखाउँछु भने चाहिँ अहिले त गइसक्यो क्या। माथि गयो भने म फेरि देखाउँछु। हामी चाहिँ यहीँ छिमेकै जाने, हाम्रो घर नजिकै। हाम्रो रुम चाहिँ यहीँ छ। अनि पसल उस चाहिँ के भन्छ यसलाई, पसलै भनौँ, पसल पनि यहीँ छ। अनि हामी चाहिँ यहीँ जाँदैछौँ। यहाँ गएर आज चाहिँ हामी जाडो भयो, त्यही भएर तातो चिया बनाएर चिया र अनि के अरे मकै खाने भनेर सोचेको क्या। त्यही भएर दुध सक्यो चाहिँ त्यही भएर दुध लिन आएको हामी चाहिँ 9 बजे हो भन्दा हुने हो र। यहाँ चाहिँ बन्द हुन लागिसकेको अवस्था छ होइन। हामी चाहिँ आइसक्यो हामी क्या। यहाँ चाहिँ दबाईहरू पनि पाइन्छ क्या, मेकअपको सामानहरू पनि पाइन्छ सबै। भिडियो बनाउनु पाइन्छ कि नै कता मलाई नेपाल सायो गरिदिने हो। आज आइसक्रिम त सस्तो पनि होला। के चिसोमा न। यहाँ चाहिँ दुधहरू कता दुध यता कुनवाला लिएर जाने है, कुनवाला खान्थ्यौँ र योवाला होइन र यो होइन र हामीले खाना चाहिँ खान्नमा आइसक्रिम, तर हेर्न चाहिँ जाँदैन। सुरुमा आउँदाखेरि हो यो आलु धेरै महँगो लाएर क्या न, यो वाला आलु खान्थ्यौँ। कति पर्छ 429 रुपियाँ। पसल नि धेरै चिनेको थिएन, नेपाली पसल पनि कहाँ छ भन्ने थाहा थिएन। अनि त्यही भएर अनि हामी चाहिँ आलुमा चाहिँ त्यही खान्थ्यौँ कि आलुको सट्टामा चाहिँ आइसक्रिम देख्यो भने मलाई मेरो भाइको याद आउँछ क्या। नतिरिकन हो क्या। अनि तिमीलाई उही 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 गरेर पुलिस आउँथ्यो लिन। भर त यहाँ त गाडी नै छैन, केही पनि छैन है। के यहाँ पुरै गाडी हुन्छ। त्यो चाहिँ बन्द हुन लागिसक्यो नि त, अनि त्यही भएर अहिले चाहिँ छैन। कस्तो चिसो हावा चल्यो। गर्मी महिना फेरि यस्तो तातो बाफ आउँथ्यो। रुम यहीँ हो, हाम्रो घर यही हो हाम्रो घर चाहिँ। अनि हाम्रो नेपाली रेस्टुरेन्ट पनि छ क्या, त्यहीँ छिम छ। यो पुल पारि हाम्रो चाहिँ नेपाली रेस्टुरेन्ट पनि छ क्या। नेपाली अङ्कलहरू हुनुहुन्छ, राम्रो हुनुहुन्छ। हामी आउँदाखेरि क्या होइन, उसकै काम नपाउँदाखेरि नम्बर दिनुभएको थियो नि अङ्कलहरूले। तर के गर्ने, त्यहाँ चाहिँ केही काम थिएन भन्थ्यो क्या, नम्बर चाहिँ दिनुभएको थियो, सहयोग चाहिँ गर्नुभएको थियो। केही आएन सब्जी भयो आउने कुरा बिजुली आइसक्यो। त्यहाँ छिमा अघि नै चाहिँ त्यहाँ अलिअलि देखियो होइन त। हेर साइन त कति राम्रो देखियो चन्द्रमा होइन, हेर न कति राम्रो भयो ल। उता देख्न सक्नुहुन्छ कतै। हाम्रो चाहिँ यहीँ छ, यहीँ यस्तो बाहिर हिँड्दा हाम्रो रुम चाहिँ यहीँ छ कि नजिकै छ कि ठ्याक्क देखिन्छ, उता देखिन्छ चन्द्रमा देखिन्छ। हामी चाहिँ घर आइसक्यौँ। लाइट अफ चाहिँ हामी तातो चिया बनाएर चिया र मकै भुटेर मकै खान्छौँ। गिफ्ट मलाई गिफ्ट दिएको नि त के थियो हाल्ने होइन होला हौ। यहाँ नखा भने I really think he wants to kill me. खाऊ अरे भाइ, म मरेको भए तिमीलाई उही 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 पारेर लिएर जान्थ्यो सिधै त।
स्कुलको फी तिर्नै बाँकी छ अझै हामीले कहाँ यति छाड्ने मोड र कहाँ हुनु अझै पैसा समेत छैन हामीसँग गाइस दुनियाँको भ्लगहरू हेर्छौँ हाम्रो चाहिँ कसैले हेर्दैन हाम्रो भ्लग पनि हेरिदिनु होला कृपया हजुरहरूले अब सानो पानीको थोपा थोपाबाट नै पुरा समुद्र बन्ने हो त्यही भएर थोपा थोपा गरेर समुद्र बन्ने हो त्यही भएर हजुरहरूले नि एउटा 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 गरेर हेरिदिनु सेयर गरिदिनु सब्सक्राइब गरिदिनु सब्सक्राइब ओइ फुडुक्कै भएको है मेरो मोबाइलमा हाल्ने कि नै हालौँ के मिठो हुन्छ कति बनाउने यति वाउ हुन्छ तर मलाई अस्ति नै उसले के कसले त्यसको नाम हाम्रो मकै हेर्नु त्यसको नाम भन्नु कसो कुरा काट्न लागेको ब्लगमा छ गान्छे कुरा नकाट कसरी त्यस्तो नखाने भनेको केही हुन्न तर हामी त्यस्तो उछिट्टेको खायो भने चाहिँ पहिला भागिन्छ अरे सन्ध्याले भने कि पुरै पुरानो कहानी नै हो मैले भनेको होइन उछिट्टेको मकै चाहिँ खानुहुन्न अरे हाम्रो सजिलो पपकर्न बनाएर चिया बनाउँछु ल म चिया बनाउँछु केही भएन अब चाहिँ म यहाँ चिया बनाउँछु हामी चाहिँ चिया र मकै खान्छौँ अनि सुत्छौँ मोबाइल हेर्छु भन मकै नखाने प्रयास गर्छु मैले चिया बनाउँछु खाउँ न म चाहिँ क्यामेरा सोधिदिन्छु A few moments later. हाम्रो चाहिँ नास्ता बनिसक्यो नास्ता त के भन्ने अब हाम्रो खाजै बेलुकाको खानै भनौँ यहाँ चिया बनायौँ चिया अब मकै त अब हामी यो खान्छौँ साथमा हाम्रो नागिन हो मोटु पतलु मोटु पतलु हाम्रो मकैसँग हाम्रो मोटु पतलु अब चाहिँ हामी मकै खान्छौँ जाडोमा तातो चिया र मकै कुनमा खान्छौ कपमा खान्छौ त्यो चाहिँ म यसो खान्छु सन्ध्यामा मैले यो कपमा चाहिँ यो चियापत्ती चाहिँ कस्तो हाम्रो नेपालको जस्तो चाहिँ हुन्न कि चिया चाहिँ जति गरे नि होइन कलरै आउँदैन यस्तो सेतो हुन्छ मैले त बोलेको हो क्या यस्तै मोटो पतलु हेर्दै खाँदै हो हामी चाहिँ बाई भिडियो हेरिदिएको हजुरहरूलाई धेरै 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 धन्यवाद भिडियोलाई लाइक अनि सब्सक्राइब गर्न नबिर्सिनु होला बाई बाई हाम्रो त अब खान्छौँ हामी त्यही हो